नेपालले अर्बौंको विदेशी ऋण लिइरहेको छ भन्ने कुरा जताततै सुनिन्छ र यसले धेरैलाई चिन्तित पनि बनाएको छ। तर के यो साँच्चै आत्तिनुपर्ने कुरा हो त? ल आउनुहोस्, आज हामी यही ठूलो ऋणको भित्री कथालाई तथ्य र तथ्याङ्कको आधारमा केलाएर हेरौं। सुरुवात एउटा यस्तो प्रश्नबाट गरौँ जसले सबैको दिमाग खलबलाउँछ। काठमाडौँको एउटा चोक कोटेश्वर, त्यसलाई सुधार्न सरकारले किन लगभग 32 अर्ब रुपियाँ खन्याउँदैछ? सोच्नुस् त, यति पैसाले त देशमा कति धेरै अरू काम हुन्थ्यो होला, होइन र? हो, यो कुनै हल्ला होइन, रकम हो। ठिक 31 अर्ब 76 करोड रुपैयाँ। जापानबाट लिइएको यो ऋणले कोटेश्वरको जाम मात्रै होइन, त्यहाँको पुरै नक्सा नै बदल्नेछ। तर प्रश्न फेरि पनि उही छ, एउटै चोकमा यत्रो लगानी किन? यसको कारण खोतल्न अब अलि भित्र पसौं। आजको हाम्रो विश्लेषणको यात्रा यस्तो हुनेछ। सुरुमा कोटेश्वरको कथा र यो किन यति महत्त्वपूर्ण छ भन्नेबारे कुरा गर्छौं। त्यसपछि हामीलाई विदेशी ऋण किन नभई हुँदैन, के नेपाल साँच्चै ऋणको पासोमा पर्दैछ, अनि खास समस्या ऋण हो कि अरू केही, र अन्त्यमा अबको बाटो के त? ल सुरु गरौं पहिलो खण्डबाट। कोटेश्वर, जसलाई हामी केवल एउटा ट्राफिक जामको थुप्रोको रूपमा चिन्छौं, त्योभन्दा धेरै ठूलो कुरा हो। यो पूर्वी नेपाललाई राजधानीसँग जोड्ने मुख्य धमनी हो, एउटा एकदमै रणनीतिक नाका। अब यो स्लाइडले कोटेश्वरको वास्तविक चित्र देखाउँछ। यो पूर्वी नेपाल भित्रिने मूल ढोका मात्र होइन, भक्तपुर र काभ्रेबाट दैनिक काममा आउने लाखौं मानिसको लाइफलाइन पनि हो। यहाँको जामले हरेक दिन घण्टौं समय र करोडौंको इन्धन स्वाहा पार्छ, जसको असर देशको अर्थतन्त्रमा सिधै पर्छ। र सबैभन्दा मुख्य कुरा, त्यहाँ सडक फराकिलो बनाउने ठाउँ नै छैन। त्यसैले उपाय एउटै छ, अन्डरपास र ओभरपास हो। त्यसैले नै यो परियोजना यति महँगो भएको हो। यसले हामीलाई दोस्रो र सायद सबैभन्दा आधारभूत प्रश्नमा ल्याउँछ। यस्ता विशाल परियोजनाका लागि नेपालले आफ्नै स्रोत किन प्रयोग गर्दैन? हामी किन विदेशी ऋणमा यति धेरै निर्भर छौं? यसको सीधा जवाफ अर्थ मन्त्रालयका सहसचिव डाक्टर धनीराम शर्माको यो भनाइ लिदिन्छ। उहाँको तर्क एकदम स्पष्ट छ, ऋण लिनु रहर होइन, बाध्यता हो। नेपाल सरकारको राजस्वले त कर्मचारीको तलब र दैनिक प्रशासन धान्नै ठिक्क छ। ठूला सपना देख्न विदेशी ऋणको विकल्प नै छैन। तर सबै ऋण एउटै हुँदैनन्। नेपालले लिने ऋणलाई सहुलियतपूर्ण भनिन्छ। यसको अर्थ के हो भने, यो ऋण साथीले सहयोग गरे जस्तै हो, साहुले लगाएको चर्को ब्याज जस्तो होइन। यसको ब्याज दर लगभग 0 हुन्छ र तिर्ने समय पनि 40 वर्षसम्मको हुन्छ। यो चार्टले तस्विरलाई झनै सफा बनाउँछ। हेर्नुहोस् त, जापानको ऋणको ब्याज जम्मा 0.2% छ, विश्व ब्याङ्कको करिब 1.5%। तर यदि यही पैसा नेपालकै ब्याङ्कबाट लिन खोज्ने हो भने ब्याज दर 6% भन्दा माथि पुग्छ। फरक कति छ, हिसाब आफै गर्न सकिन्छ। यहाँ हेर्दा त भिन्नता अझ प्रष्ट हुन्छ। जापानी ऋण 40 वर्षमा तिर्दा हुन्छ, जबकि नेपाली ब्याङ्कले 10 वर्षभन्दा बढी कुर्दैनन्। ब्याज दरमा झण्डै 30 गुणाको फरक छ। त्यसमाथि जापानी येनमा ऋण लिँदा डलरको उतार चढावको जोखिम पनि कम हुन्छ। यस्तो सस्तो र लचिलो पैसा छोडेर महँगो घरेलु ऋण लिनु आर्थिक रूपमा मूर्खता नै हुन्छ नि, होइन र? यसलाई अर्को कोणबाट सोचौं न। मानौ हामीले ऋण नलिने र 20 वर्षपछि आफ्नै पैसाले ठूलो जलविद्युत आयोजना बनाउने निर्णय गर्यौं रे। प्रश्न उठ्छ, त्यो 20 वर्षसम्म के गर्ने? कि भारतबाट बिजुली किन्ने, कि लोड सेडिङमा बस्ने? यसले देशलाई कति पछाडि धकेल्छ। त्यसैले सस्तो ऋणमा आजै विकास गर्नु र भोलि त्यसैको कमाईबाट ऋण तिर्नु नै बुद्धिमानी हो। अब सबैको मनमा रहेको सबैभन्दा ठूलो डरको कुरा गरौं। के नेपाल पनि श्रीलङ्का वा पाकिस्तान जस्तै ऋणको पासोमा फस्न लागेको हो? सामाजिक सञ्जाल र मिडियामा यस्ता कुरा आइरहन्छन्, तर सत्य के हो त? यो स्लाइडले नेपाल र ती देशहरू बीचको आकाश जमिनको फरक देखाउँछ। नेपालले अहिलेसम्म लिएको ऋण केवल सहुलियतपूर्ण छ, तर सङ्कटमा परेका देशहरूले बजारबाट चर्को ब्याजमा व्यावसायिक ऋण लिएका थिए, जुन उनीहरूले तिर्न सकेनन्। हाल नेपालको ऋण कुल राष्ट्रिय उत्पादनको 44% हाराहारीमा छ, जसलाई अन्तर्राष्ट्रिय स्तरमा जोखिमपूर्ण मानिँदैन। यो वाक्यलाई राम्रोसँग याद राखौं। नेपालले आजसम्म विकासका लागि बजारबाट महँगो ब्याजमा 1 रुपियाँ पनि व्यावसायिक ऋण लिएको छैन। जबसम्म हाम्रो रणनीति यही रहन्छ, ऋणको पासोमा पर्ने जोखिम एकदमै कम हुन्छ। त्यसो भए यदि ऋण आफैमा समस्या होइन भने वास्तविक चुनौती के हो त?
स्रोतहरूका अनुसार हाम्रो सबैभन्दा ठूलो टाउको दुखाइ ऋण लिनुमा होइन, त्यो ऋणबाट सुरु भएका परियोजनाहरूलाई समयमा सक्नुमा हो। विदेशी ऋण लिने प्रक्रिया कुनै हचुवाको भरमा हुँदैन। यो एउटा लामो र धेरै चरणको प्रक्रिया हो। पटक पटक मन्त्री परिषदबाट स्वीकृति लिनुपर्छ, ऋण दिने देशसँग लामो वार्ता हुन्छ। यसले के देखाउँछ भने हरेक ऋण एक सोची विचारी लिएको निर्णय हो। तर कथा ऋण स्वीकृत भएपछि सुरु हुन्छ, जहाँ हाम्रो वास्तविक कमजोरीहरू देखिन्छन्। परियोजना कहिले समयमा नसकिनु, जसले गर्दा लागत आकाशिनु, ठेक्का प्रक्रियामा हुने गडबडी र कमजोर निर्माण व्यवसायी। यी सबै कारणले गर्दा सस्तो ऋणको फाइदा बालुवामा पानी हाले सरह हुन्छ। यसको असर कति गहिरो हुन्छ एकछिन सोचौं। हरेक परियोजना सुरु गर्नुअघि त्यसले देशलाई कति फाइदा दिन्छ भनेर हिसाब निकालिएको हुन्छ। तर 5 वर्षमा बन्नुपर्ने पुल 15 वर्षमा बन्यो भने त्यो सुरुको हिसाबको के अर्थ रह्यो र? सस्तो ऋणको सबै फाइदा त्यही ढिलाइले खाइदिन्छ। अब अन्तिम र सबैभन्दा महत्त्वपूर्ण खण्डमा प्रवेश गरौँ, भविष्यको बाटो। नेपालको आर्थिक हैसियत बदलिनै लाग्दा यसले हाम्रो भविष्यमा कस्तो असर पार्छ? यो टाइमलाइनले एउटा खतराको घण्टी बजाउँछ। नेपाल सन् 2026मा औपचारिक रूपमा विकासशील देश बन्दैछ। यो खुसीको कुरा हो, तर यसको अर्को पाटो पनि छ। अब हामीले अहिले पाइराखेको जस्तो अति सस्तो ऋण र अनुदान सधैँ पाउने छैनौँ। अवसरको यो झ्याल साङ्ग्रिँदै गएको छ। त्यसैले अहिले सरकारले धेरै ऋण लिइरहेको देखिनु हतार होइन, बरु यो सस्तो पैसाको अवसर नगुमोस् भनेर गरिएको एक रणनीतिक दौड हो। यो अवसर गुम्नु अघि नै देशका लागि अत्यावश्यक पूर्वाधारहरू ठड्याउने प्रयास हो। र अन्त्यमा डाक्टर शर्माको यो चेतावनीले आजको विश्लेषणको सार बताउँछ। नेपालको लागि वास्तविक पासो ऋण होइन, बरु ऋण लिएर काम नगर्ने हाम्रो बानी हो। यदि हामीले कार्यान्वयनको शैली बदल्न सकेनौँ भने अमृत पनि विष बन्न सक्छ। अब सोच्नुपर्ने कुरा यो हो कि हामी यो दौड जित्न तयार छौँ।